मेन पावरले इन्टरनेसनल यो नेसनल प्रोजेक्ट सर्भिस कम्पनीलाई बेचेर हामीलाई एकदम बिल्लीबाट बनाएर यो हामीले रोडमा बसेर यो भिडियो बनाउन हामीलाई एकदमै धेरै बाध्यता बनायो। बाध्यता बनाएकोले गर्दाखेरि यो रोयल मेन पावरबाट कोही मान्छेहरूलाई फेरि नआउनु भनेर यो सन्देश पनि हो। हामी यहाँ 120 जना मान्छे अलपत्र परिरहेको छौँ, रोडमा बसिरहेका छौँ। एकदम ठुलो समस्या बनाएको छ यो रोयल मेन पावरले। रोयल मेन पावर र यो नेसनल कम्पनी भन्ने बित्तिकै दुबईको नेसनल अबुधाबीको नेसनल कम्पनी भन्ने बित्तिकै नेपालमा हुने साथीभाइहरूले पनि बिल्कुलै यो भिसा आएको छ भनेर चाहिँ अब यो भिसामा कोही एकजना साथीहरू पनि नआउनु होला। यो रोयल मेन पावर भन्ने रोयल भनेर मेन पावर रोयलको मेन पावर भन्ने सुन्ने बित्तिकै रोयलमा चाहिँ प्लिज साथीहरू सबैलाई नमस्ते गर्छु, एकजना पनि नगइदिनु होला रोयल मेन पावरमा। यो कम्पनीले बेच्ने भन्दा उपरान्त यो पैसा कमिसन खाने भन्दा उपरान्त केही गर्दो रहेछ। हामीलाई यहाँ 120 जनालाई भात खान पनि दिएको छैन। मेरो नाम राजन गुप्ता, म सप्तरी बस्ने हो। सिरिसा मेन पावरले हामीलाई नेसनल प्रोजेक्ट भनेर यहाँ पठाछ। 2 महिना 6 दिन भइसक्यो, हामीले न सेलरी पाएको छौँ, न खान पैसा दिएको छ, न काम पाएको छौँ। यो सिरिसा मेन पावरलाई फोन गर्दाखेरि केही रिस्पोन्स आइरहेको छैन। कम्पनीको मान्छेलाई पनि भन्दाखेरि केही रिस्पोन्स आइरहेको छैन। हामी 120 जना सबैजना अलपत्र पढेर यहाँ बसेका छौँ। हामीलाई त्यहाँबाट नेपाल मगाउँ, नत्र भनेको चाहिँ काम सेलरी सबै कुरा हामी यहाँ पाऊँ। पाएन भने हामीले बरु नेपाल मगाइदेऊ। सिरिसा मेन पावरमा अब चाहिँ कोही नआउने। हामी यो कुरा पत्रकारलाई पनि पठाउँछु, यो भिडियो पत्रकारहरूलाई पनि भन्छु। यहाँ सबैलाई ठगी गरेर यहाँ दुबईमा नेसनल प्रोजेक्टमा पठाउँदो रहेछ सिरिसा, रोयल अरू टेस्ला मेन पावरले। हामी भोलि एमबिसी पनि जाँदैछौँ, लेबर कोर्ट पनि जाँदैछौँ। यो पासपोर्ट हाम्रो पासपोर्ट राखिदिएको छ। यहाँको नियम अनुसार हामीलाई 15 दिनभन्दा धेरै पासपोर्ट राख्न मिल्दो रहेछ। कम्पनीले हामीलाई पासपोर्ट पनि दिएको छैन, अनि पासपोर्ट दिएको छैन र अरू त के भन्नु र पासपोर्ट पनि दिएको छैन। भोलि हामी एमबिसी र पासपोर्ट लिने मान्छे अहिले जेलमा छ अरे भन्ने सुनाइमा आएको छ। त्यो के हो हामीलाई थाहा छैन। यहाँको कानुन अनुसार अब हामी भोलि एमबिसी र लेबर कोर्ट जाँदैछौँ साथी हो। अब यसमा हामी सबैजना भोलि लेबर कोर्ट जाने सहमत भएको होइन त? सबैजना नेपाल फर्किने। यो कम्पनीले हामीलाई बिल्लीबाट बनायो। यो कम्पनीले टेस्ला, सिरिसा और रोयलले यो सबैलाई यतिजनालाई ठगी गरेर यहाँ पठाछ। नेसनल प्रोजेक्ट होइन, यो दलालको हातमा हामीलाई पारेछ। मेन पावरले कम्पनीको मान्छेलाई भन्दा यिनीहरूले भनिरहेको छ कुनै रिस्पोन्स गरिरहेको छैन। हामीहरूलाई खान पाएको छैन, सेलरी पाएको छैन, केही पाएको छैन। सबैलाई अप्ठ्यारो भएको छ। फेरि फोन गर्दा कोही रिस्पोन्स आइरहेको छैन। हामीलाई मजबुरीमा हामीलाई त्यहाँ के भन्छ एमबेसी अरू के भन्छ लेबर कोर्ट हामी बाध्यता भएर जानुपर्छ अब।